हेलो 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 साथीहरू के छ हजुर गुड मर्निङ है सबै साथी मेरो भाइहरूलाई सबै आरामै हुनुहुन्छ सन्चै आराम हुन्छ साथीहरू अब चौकटीमा कफी खान जाँदैछौँ है कफी नवीन दोस्त र म हेलो कहाँ हुन्छ आज चाहिँ यतै खाइदिउँ कफी भन्ने सोच लाग्यो चौकटीमा चौकटी आउँदैछ है चाहिँ चौकटी है गाइस चौकटी क्याफे हामी चाहिँ तिन भाइहरू चाहिँ अब गफ चल्दैछ हाम्रो तिमी बिना अधुरो तिमी म बिना अधुरो तिमी जिउने 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 तिम्रै हुने मन छ फेरि फेरि नै नभन्नु क्या बात है सर क्या बात है सर क्या बात ये बात है सँग चाहिँ धेरै लङ टाइमपछि भेट भयो है गाइस सुरेन दाईको अटो है 8-9 वर्ष भयो यो अटो ल्याएको पनि है जब 1 साढे 1 बज्यो भोक पनि लाग्यो त्यही भएर हामी काठमाडौँ एभरेस्ट मोमो सेन्टरमा मोमो खान आएको छौँ है खानुपर्छ काठमाडौँ मोमो सेन्टर ल मोमो चाहिँ मस्त पाइरहेछ है गाइस खाने मोमो सेन्टर ल मोमो चाहिँ मस्त पाइरहेछ है गाइस खाने मन छ भने आउनुहोस् ल हेर्नुहोस् भित्रको नजारा मोमो सेन्टर हेर्नुहोस् है मोमो पनि आइसकेको छ तातो तातो मोमो तातो मोमो नयाँ काममा गएन आज मैले त्यहाँ सोधेको सुन्दै जस्तो त्यही हो कि अन्त कता भनेर 4 बजे ठ्याक्कै 3 बजे ठ्याक्कै त्यही हो खाने काम गर्नु उहाँले बाजेसँग चाहिँ धेरै पछि बसेर खाने टाइम मिल्यो खुसी लाग्छ त्यो हाम्रो बाजेसँग हाम्रो चाहिँ राम्रै छ सम्बन्ध म त बाजे भयो नि तर हाम्रो सबै भेट भयो हैन है आजमा छ बासमा जाने बेला आयो ल हाम्रो 4 जनाको जम्बो डोली ल हाम्रो 4 जनाको जम्बो डोली बसिरहेको छु काठमाडौँ एभरेस्ट मोमो सेन्टरमा सुरेन्दा यता हेर हो पारा गफ सेक्क पनि खाइयो गाइस हाम्रो चाहिँ चलिरहेछ अफर है कति भोग मानेर सबै जुगाहरूले अफर चलिरहेको अफर गाइस अफर लेग पिस गाइस लेग पिस भन्दैछ यार सुरेन दाजु आराम ओ ल सम्पूर्ण मेरो साथीभाइहरू आज बसेर रमाइलो भएको छ त्यो साथीहरूलाई मधेस पनि आज कारोबार साथीहरू गर्नुपर्छ रमाइलो भएको छ त्यसै गरी सधैँभरि भेटघाट होस् रमाइलो होस् यही मेरो साथीहरूलाई मेरो राम्रै सेक्टर होस् ल तिमीले सुत्दा देख्नु भएन मैले नाम के आफ्नो मान्छे नाम सुरेन्द्र के नाम कुमारे नाम सुरेन्द्र के नाम कुमारे नाम सुरेन्द्र भने राम्रो भएन सेलिब्रेटी त यत्रो खाएर आउने खाने खाने बियर खाने दुईटा को साला गुन्डा है गुन्डा नाइके भिलेन गुन्डा नाइके हामी चाहिँ 1:30 बजे आएको 5 बजी बेला बाहिर निक्लिनु
फाइनली गाइज है हामी चाहिँ दिउँसोको 1:30 बजे आएको 5 बज्ने बेला बाहिर निक्लियो हेर्नु त अँध्यारै हुन लागिसकेको छ काठमाडौँ एभरेस्ट मोमो सेन्टरदेखि ल चल ड्राइभर जाऊ काल्ला बाजे आइहाल्छन् आज दिनभरिको घुमघामपछि घर आइपुग्यो भर्खरै बाई बाई